मैले सोचेको पनि थिइनँ आजको मेरो दिन यस्तो हुन्छ भनेर। सो हेलो एभ्रिवान, इट्स मी आरती अनि तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ। म चाहिँ बिहान 6:30 बजे एडमन्टनको लागि निस्केको थिएँ अनि केही नखाइकन निस्केको हुँदा चाहिँ यस्तो भोक लागेको थियो अनि सिटी पुग्ने बित्तिकै मैले चाहिँ एउटा टिम हर्टन्समा पसेर चाहिँ त्यहाँ कफी र मफिन खाएँ। म चाहिँ केही विशेष कामले आएको थिएँ एडमन्टन अनि गिफ्ट पनि किन्नु थियो अनि म चाहिँ गिफ्ट किन्नलाई एउटा स्टोरमा पसेँ। गिफ्टहरू किनेर उबरको वेटमा बसिरहेको थिएँ। उबर पनि आयो र म घर पुगेँ। घर पुग्दा चाहिँ सबैजना बसिरहनु भएको थियो गफसफ गरेर। अनि त्यसपछि मैले चाहिँ खानासाना खाएर रेडी भएँ। म जे कामको लागि आएको छु त्यसको लागि। दिदीले चाहिँ मेरो हेयर पुरै स्ट्रेट गर्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ आफ्नो मेकअप पुरै टिपटप बनाएर गरेको थिएँ अनि हामी चाहिँ लाग्यौँ भेन्यूतिर अनि हामी चाहिँ ज्योत्स्ना दिदीको छोराको व्रतबन्धको पार्टीमा जाँदै थियौँ। हामी चाहिँ भेन्यूमा पुग्यौँ र भेन्यू चाहिँ यस्तो राम्ररी सजाएको थियो नि मलाई चाहिँ सुरुमा छिर्दा चाहिँ म कुनै सुटिङ हलमा आएको जस्तो फिल भइरहेको थियो क्या अनि वासरुमहरू पनि यति राम्रो थियो अनि मैले चाहिँ भिडियोहरू लिइहालेँ आफ्नो होइन। अनि हाम्रो चाहिँ फोटोहरू सुट गर्ने बेला आयो फोटोसोटो सुट गऱ्यौँ अनि त्यसपछि मैले चाहिँ आफ्नो भिडियो फोटो यति धेरै खिचेँ होइन खिच्न पनि लगाएँ दिदी भिनाजुहरूलाई अनि मैले पनि उहाँहरूको खिचिदिएँ। अनि हाम्रो चाहिँ स्न्याक खाने बेला आयो अनि त्यो स्न्याकमा चाहिँ यति धेरै मिठो मिठो खानेकुरा थियो होइन। मैले चाहिँ अनि पुरै खानेकुराहरू लिएँ आफ्नो प्लेटमा र खान बसेँ। अनि मलाई सबभन्दा मिठो चाहिँ यो नुडल लागेको थियो। मैले यति धेरै खाएँ यो नुडल अनि त्यसपछि खाइसकेपछि हामीले डान्स गऱ्यौँ यति धेरै होइन। डान्स गऱ्यौँ अनि खायौँ खानाहरू अनि लास्टमा चाहिँ हाम्रो 2 जना अङ्कलले चाहिँ यति धेरै मिठो मिठो गीत गाउनुभयो होइन। अनि त्यसपछि हामी रातिको 12 बजे चाहिँ त्यहाँबाट फर्क्यौँ अनि फर्किँदा चाहिँ पुरै पानी परिरहेको थियो र मौसम यस्तो राम्रो थियो क्या।